होइन खासै प्रतिशत साधियो भन्ने कुरा छ, यो विषयमा थोरै बताइदिनु न। अब अहिले दलको बैठक पनि छ, पार्टी अध्यक्ष पनि यहाँ आउनु भएको छ, त्यही कारणले अब पार्टीको धारणा के आउँछ। सामान्य त अब यो हामी सामान्य त कुनै पनि अनुसन्धानको लागि सहयोगी नै हो, नागरिकको तर्फबाट राज्य सत्ताले सञ्चालन गरेको हिसाबले, तर कुनै पनि क्रियाकलाप चाहिँ राजनीतिक प्रतिशतको हिसाबले नहोस् भन्ने मात्रै चाहेको होइन। के भने चाहिँ आज काठमाडौँ आएर समात्दाखेरि पनि हुन्थ्यो, चितवन प्रोग्राममै क्र्याप झ्याप तरिकाबाट समातियो, यसलाई के भन्नुहुन्छ? ए सुर्खेत त्यो चाहिँ अहिले पार्टीले आधिकारिक प्रतिक्रिया दिइसकेको छ। यो मोबाइल अलि तल गरेर यो अलि आधिकारिक बनाऊ अनि पार्टीको यो बैठकपछि अध्यक्ष कमरेडले केही निर्देशन पनि दिनु। तपाईँको धारणा के छ यसमा? एउटा तपाईँ अध्यक्षपछि उपाध्यक्ष पालो पालो पक्राउ गरिरहेको छ सरकारले, अध्यक्षमाथि कुनै पनि मुद्दा चलाउन सकेन। अलिक उपाध्यक्ष अब अध्यक्षलाई त प्रतिशोधपूर्ण ढङ्गले समातेको थियो भन्ने कुराको त यो काहीँ खोज्नै जानु परेन, सन्देह नै भएन। उपाध्यक्षको माथि पनि अनुसन्धान गरेर अब पर्याप्त प्रमाणको आधारमा समातेको भएदेखि चाहिँ अब हामीले कोही पनि सबै हामी संविधान कानुनको अन्डरमै छौँ, त्यसलाई हामीले केही भन्ने कुरा आउँदैन। तर अब कार्यक्रममा गएको अवस्थामा कहीँ भागेर जाने पनि होइन, कार्यक्रम स्थलबाट यसरी समात्ने कुरा चाहिँ अलिकति ह्यारेसमेन्ट गर्ने हिसाबले, प्रतिशोध सान्ने हिसाबले अलिकति समाजको ध्यान चाहिँ आफूतिर तान्ने हिसाबले सरकारले यो स्टेप चालेको जस्तो लाग्छ।